के आफूहरूलाई थाहा छ फाइनान्शियल एसेट भ्यालुएसनको बारेमा? सो कुराको जानकारी दिन आउँदै हुनुहुन्छ विकास सर। सरलाई स्वागत गरौँ। धन्यवाद। नमस्कार। आज हामी फाइनेन्सियल एसेट्स भ्यालुएसनको विषयमा चर्चा गर्नेछौँ। यो फाइनेन्सियल एसेट्स के हो, फाइनेन्सियल एसेट्सको मूल्याङ्कन कसरी गरिन्छ भन्ने विषयमा अब हामी जानकारी लियौँ है त। यो फाइनेन्सियल एसेट्स भ्यालुएसन भनेको बिबिए सेकेन्ड इयरको फन्डामेन्टल अफ फाइनेन्सियल म्यानेजमेन्ट र बिआइटिएम 6 सेमको फन्डामेन्टल्स अफ कर्पोरेट फाइनेन्समा समावेश गरिएको छ। अब यो फाइनेन्सियल एसेटको कसरी मूल्याङ्कन गरिन्छ भन्ने विषयमा चाहिँ एकपल्ट हामी हेरौँ है त। फाइनेन्सियल एसेट्स भ्यालुएसन, यो फाइनेन्सियल एसेट्स भ्यालुएसन जान्नुभन्दा पहिले हामीले एसेट्स भनेको के हो त्यो विषयमा चर्चा गरौँ है त। यदि तपाईँले कुनै पनि क्षेत्रमा लगानी गर्नुभयो होइन, त्यो लगानीबाट तपाईँले आम्दानीहरू जेनेरेट गर्नुहुन्छ भने त्यसलाई चाहिँ एसेट्स भन्छ। अथवा तपाईँले कुनै पनि क्षेत्रमा लगानी गर्नुभयो, कुनै पनि चिजमा लगानी गर्नुभयो तर त्यसलाई युटिलाइज गरेर आम्दानी गरिरहनुहुन्छ भने त्यसलाई चाहिँ एसेट्स भनिन्छ। जुन सेक्टरमा तपाईँले लगानी गर्नुभएको छ त्यो सेक्टरलाई, त्यो चिजलाई के भन्छ, एसेट्स भन्छ होइन। यसको आयु चाहिँ 1 वर्षभन्दा बढीको हुनुपर्छ होइन। जसलाई तपाईँले युटिलाइज गरिरहिसके पछाडि त्यसबाट आम्दानी पनि प्राप्त भइरहन्छ होइन, निरन्तर रूपमा प्राप्त भइरहन्छ भने त्यो एसेट्स हो। अब एसेट्स भने के हो भन्ने विषयमा एकपल्ट हेरौँ। Assets are the economic resources which are owned and controlled by a firm. They provide benefits to organization over a long period of time. होइन, लामो समयसम्ममा त्यो अर्गनाइजेसनलाई बेनिफिट दिइरहन्छ भने त्यो चाहिँ के हो, एसेट्स हो है। अब एसेट्सलाई हामी 2 भागमा विभाजन गरौँ, टाइप अफ एसेट्स होइन। सुरुमा छ हाम्रो रियल एसेट्स। रियल एसेट्समा के पर्छ एकपल्ट हेरौँ। ल्यान्ड एन्ड बिल्डिङ, प्लान्ट एन्ड इक्विपमेन्ट है, यो रियल एसेट्स हो। रियल एसेट्स भनेको तपाईँ के हो भन्दाखेरि तपाईँले हेर्न सक्नुहुन्छ, त्यसलाई छुन सक्नुहुन्छ, महसुस गर्न सक्नुहुन्छ भने त्यो रियल एसेट्स भयो है। कुनै पनि फर्मले ल्यान्ड एन्ड बिल्डिङ, प्लान्ट एन्ड इक्विपमेन्टहरू पर्चेस गर्छ, किन गर्छ भन्दाखेरि यसलाई युटिलाइज गर्न होइन। युटिलाइज गरेर के गर्छ, यसबाट बेनिफिट लिइरहन्छ, यो रियल एसेट्स हो। र अर्को छ फाइनेन्सियल एसेट्स। फाइनेन्सियल एसेट्स के भयो त? फाइनेन्सियल एसेट्स भनेको 1 नम्बरमा बोन्ड एन्ड डिबेन्चर, प्रिफर्ड स्टक, इक्विटी सेयर, जेनरल सेयर, यो भयो फाइनेन्सियल एसेट्स। यो फाइनेन्सियल एसेट्स यो त हाम्रो ल्याबिलिटिज हो नि, किन एसेट्स हो भन्नुहुन्छ होला तपाईँहरू होइन। कुनै पनि फर्मले अन्य फर्महरूको बोन्ड किन्छ, प्रिफर्ड स्टक किन्छ, इक्विटी सेयर किन्छ भने जसले किन्छ त्यो उनीहरूको लागि के भयो, एसेट्स भयो। यदि मैले होइन बजारमा कुनै पनि कम्पनीले आइपिओ मार्फत, एफपिओ मार्फत होइन सेयर इस्यु गर्यो, त्यो सेयर मैले पर्चेस गरेँ भने मेरो लागि त्यो सेयर के भयो, एसेट्स भयो। अथवा मैले सेकेन्डरी मार्केटमा गएर होइन मैले इक्विटी सेयर किने, प्रिफर्ड स्टक किने, बोन्ड किने भने मेरो लागि के भयो, एसेट्स भयो हो। अब हामीले चाहिँ के गर्छौँ भन्दाखेरि यो फाइनेन्सियल एसेट भनेको यस्ता कुनै पनि अरू अन्य कम्पनीहरूको बोन्ड किन्छौँ, प्रिफर्ड स्टक किन्छौँ, इक्विटी सेयर किन्छौँ भने हाम्रो लागि के भयो, एसेट्स भयो होइन। यसमा चाहिँ हामीले पब्लिकको तर्फबाट हामीले चाहिँ के गर्छौँ, मूल्याङ्कन गरिरहेछौँ है त। यो है यो चाहिँ के हो, फाइनेन्सियल एसेट्स भयो होइन। अब यसमा हामीले के हेर्दैनौँ भन्दाखेरि रियल एसेटको विषयमा हामीले यसमा चर्चा गर्दैनौँ होइन। मात्र हामीले फाइनेन्सियल एसेट्सको विषयमा चर्चा गर्छौँ र यसको कसरी मूल्याङ्कन गरिन्छ। यदि हामीले बोन्ड किन्यौँ, प्रिफर्ड स्टक किन्यौँ, इक्विटी सेयर किन्यौँ भने होइन यसको मूल्याङ्कन कसरी गर्छौँ त भन्ने विषयमा हामी चर्चा गर्छौँ है। अब फाइनेन्सियल एसेट्स भ्यालुएसन होइन, यो भनेको त्यो के हो होइन। यो पढिसके पछाडि हामीले के हामीलाई जानकारी प्राप्त हुन्छ त्यो विषयमा हेरौँ। फर्स्टमा छ मिनिङ एन्ड क्यारेक्टर्स अफ फाइनेन्सियल एसेट्स होइन। यसको मिनिङहरू हामीले हेर्छौँ होइन, यसको क्यारेक्टरहरू के रहेछ भन्ने विषयमा हामीले जानकारी प्राप्त गर्न सक्छौँ। टाइप अफ फाइनेन्सियल एसेट्स होइन, फाइनेन्सियल एसेट्सको प्रकारहरू है को विषयमा हामीले जानकारी प्राप्त गर्न सक्छौँ।
डिटरमाइन भ्यालु अफ फाइनेन्सियल एसेट्स, फाइनेन्सियल एसेटको कसरी मूल्याङ्कन गरिन्छ भन्ने विषयमा हामीले जानकारी प्राप्त गर्न सक्छौँ। र लास्टमा भनेको कम्प्युट बोन्ड यिल्ड सच करेन्ट यिल्ड, क्यापिटल गेन यिल्ड, यिल्ड टु म्याच्युरिटी, यिल्ड टु कल एन्ड रियलाइज रेट अफ रिटर्न, होइन, यो विषयमा हामीले जानकारी प्राप्त गर्न सक्छौँ है। अब यसमा हेरौँ टाइप अफ फाइनेन्सियल एसेट्स, होइन, फाइनेन्सियल एसेट्सका प्रकारहरू हेरौँ है। फाइनेन्सियल एसेट्स भनेको कति किसिमको हुन्छ। फर्स्ट नम्बरमा डिभेन्चर एन्ड बोन्ड, प्रिफरेन्स सेयर अर प्रिफर्ड स्टक, इक्विटी सेयर अथवा अर्डिनरी सेयर, होइन, यो भयो हाम्रो फाइनेन्सियल एसेट्स। फाइनेन्सियल एसेट्स यदि तिनवटा मात्रै चाहिँ हुँदैन, फाइनेन्सियल एसेट्स भनेको हाम्रो धेरै नै हुन्छ है। तर हामीले यो च्याप्टरमा चाहिँ हामीले तिनवटा भनौँ न एसेट्सको विषयमा मात्रै चर्चा गर्छौँ होइन। यो फाइनेन्सियल एसेट्स भनेको कस्तो हुन्छ भने यसलाई हामीले छुन सक्दैनौँ होइन। यो कस्तो हुन्छ, यसको स्वरूप चाहिँ हुँदैन है। तर कागजी रूपमा चाहिँ हाम्रो प्रमाणपत्रकोमा रहेको हुन्छ भने यो चाहिँ के हो, फाइनेन्सियल एसेट्स हो है। अब यसको विषयमा हामीले वान बाई वान हेरौँ है त। बोन्ड एन्ड डिभेन्चर, यो बोन्ड अथवा डिभेन्चर भन्ने के हो त होइन। यसलाई नेपालीमा चाहिँ के भन्छ, ऋणपत्र भन्छ क्या, ऋण, लोन है। लोन भन्ने बित्तिकै तपाईँको दिमागमा के आउँछ भन्दाखेरि हामीले कसैलाई ऋण दियौँ होइन। ऋण दिइसके पछाडि ऋण लिने मान्छेलाई हाम्रो अब भविष्यमा के दिन्छ उसले भन्दाखेरि हामीलाई ब्याज दिन्छ होइन। ब्याज दिइसके पछाडि अनि केही समय पश्चात होइन, केही समय पश्चात अथवा म्याच्युरिटी पिरियड पछाडि उसले प्रिन्सिपल पनि फिर्ता गर्छ होइन। सामा रकम पनि फिर्ता गर्छ भने त्यसलाई के भन्छ, ऋण भन्छ। ट्याक्कै त्यस्तै हो है। जस्तो हामीले कुनै पनि कम्पनीले क्यापिटल, कुनै पनि एउटा कम्पनीलाई क्यापिटल चाहिएको छ होइन। त्यो क्यापिटल उसले बढाउनको लागि के गर्छ, डिभेन्चर इस्यु गर्छ है। अनि प्रिफर्ड स्टक युज गर्छ है। इक्विटी सेयर उसले के गर्छ, इस्यु गर्छ। त्यो इस्यु गरेका सेयर, बोन्ड, डिभेन्चरहरू हामीले किन्यौँ भने हाम्रो लागि के भयो, त्यो एसेट्स भयो। त्यसमध्येमा पऱ्यो बोन्ड होइन। कुनै पनि कम्पनीले बोन्ड इस्यु गर्नु भनेको के हो, उसले चाहिँ ऋण लिनु हो त्यो कम्पनीले है। ऋण लिनु हो, केही ऋण भनेको त उसको त समय अवधि त निश्चित हुन्छ होइन। त्यो अब त्यो उसले इस्यु गर्यो, बोन्ड इस्यु गर्यो भने हामीले किन्यौँ, हाम्रो लागि के भयो, एसेट्स भयो है। अब हामीले किन हामीले बोन्ड पर्चेज गर्छौँ भन्दाखेरि त्यसबाट हामीले ब्याज प्राप्त गर्छौँ, वर्षै पछि ब्याज प्राप्त गर्छौँ होइन। केही समय पछाडि त्यो म्याच्योर्ड हुन्छ, म्याच्योर भइसके पछाडि हामीले त्यो सामा रकम फिर्ता पाउँछौँ होइन। हो यस्तो खालको विशेषता भएकोलाई के भन्छ, बोन्ड भन्छ है। अब यसको मिनिङ होइन, अब यो के भन्दा एउटा फिक्स इन्कम सेक्युरिटिज पनि भन्छ क्या यसलाई चाहिँ। बोन्ड भनेको के हो भन्दाखेरि फिक्स इन्कम सेक्युरिटिज हो भन्छ। किन हो भने जब हामीले बोन्ड पर्चेज गर्छौँ नि होइन, त्यो एउटा कम्पनीले इस्यु गर्यो, हामीले किन्यौँ, किन्दाखेरि त्यसमा चाहिँ इन्ट्रेस्ट रेट हुन्छ है। एउटा इन्ट्रेस्ट रेट हुन्छ जुन चाहिँ रेट चाहिँ फिक्स हुन्छ, जसमा त्यसमा अङ्कित गरिएको छ। मानिलिउँ 10% भनेर अङ्कित गरिएको छ भने हामीले 10% दरले वर्षै पछि ब्याज प्राप्त गरिरहन्छौँ, ताकि बजारमा ब्याज दर चाहे घटोस् चाहे बढोस् त्यसको कुनै पनि मतलब नगरिकन हामीले 10% होइन, त्यसमा जति अङ्कित गरिएको हुन्छ त्यति नै प्रतिशतले वर्षै पछि प्राप्त गर्छौँ भने त्यसलाई के भन्छ, बोन्ड भन्छ। यसका सिम्पल फिचरहरू हेरौँ न त होइन, यसका सिम्पल विशेषताहरू चाहिँ हेरौँ है। यसका विशेषताहरू चाहिँ के छ त, यसमा छ फेस भ्यालु होइन। जस्तो हामीलाई त थाहा छ इक्विटी सेयरको विषयमा थाहा छ, इक्विटी सेयरमा फेस भ्यालु हुन्छ नि होइन। यो बोन्डको पनि फेस भ्यालु हुन्छ है। बोन्डको पनि फेस भ्यालु हुन्छ, मतलब के हो, कस्तो फेस भ्यालु भन्दाखेरि जब कम्पनीले बोन्ड इस्यु गर्छ त्यो बोन्डलाई चाहिँ सानो सानो अंशमा डिभाइड गरिएको हुन्छ। त्यो एउटा अंशको नाम चाहिँ के हो, फेस भ्यालु हो होइन। जसको फेस भ्यालु चाहिँ कतिमा राखिएको हुन्छ बोन्डको भन्दाखेरि 1000 रुपियाँ अङ्कित गरेको हुन्छ, 1000 रुपियाँ राखिएको हुन्छ है। कुनै सेयरको, इक्विटी सेयरको 100 रुपियाँ भने जस्तै यसको चाहिँ कति हो, 1000 रुपियाँ हो। ताकि सबै पब्लिकहरूले किन्न सकुन्, आफ्नो हैसियतले किन्न सकुन् भनेर सानो सानो भागमा डिभाइड गरेको हुन्छ। पब्लिकहरूको त अब कोही धनी हुन्छन् कोही गरिब हुन्छ, आफ्नो हैसियतले उनीहरूले के गर्छन्, पर्चेज गर्न सकुन्, किन्न सकुन् भनेर के गरेको हुन्छ, सानो सानो भागमा डिभाइड गरेको हुन्छ, जसलाई फेस भ्यालु भन्छ। र अर्को छ कुपन इन्ट्रेस्ट रेट होइन। कुपन रेट, रेट भनेको त्यसमा चाहिँ एउटा ब्याज दर अङ्कित गरिएको हुन्छ जुन चाहिँ फिक्स हुन्छ। जति अङ्कित गरिएको हुन्छ त्यही दरले हामीले वर्षै पछि ब्याज प्राप्त गर्छौँ भने जसलाई
कुपन इन्ट्रेस्ट रेट भन्छ। अर्को छ म्याच्युरिटी पिरियड। यसको एउटा अवधि हुन्छ है, जब हामीले यो बोन्ड किन्छौँ नि त होइन, किनिसके पछाडि कति वर्षको लागि भनेर त्यसमा पिरियड फिक्स गरिएको हुन्छ, जसलाई भन्छ म्याच्युरिटी पिरियड भन्छ। भने त्यसमा 10 वर्ष भनेर तोकेको छ भने हामीले आज पर्चेस गर्छौँ कति वर्षसम्मको लागि, 10 वर्षसम्मको लागि। 10 वर्षसम्म हामीले के प्राप्त गरिरहन्छौँ, ब्याज प्राप्त गरिरहन्छौँ, पहिलो वर्ष, दोस्रो वर्ष, तेस्रो वर्ष हुँदै हुँदै 10 वर्षसम्म। र 10 वर्ष पछाडि के हुन्छ भने उसले हामीलाई फिर्ता दिन्छ होइन, प्रिन्सिपल फिर्ता दिन्छ त्यो कम्पनीले भने त्यसलाई भन्छ म्याच्युरिटी पिरियड भन्छ। र अर्को छ म्याच्युरिटी भ्यालु। म्याच्युरिटी भ्यालु भनेपछि जब म्याच्योर्ड हुन्छ नि, समय अवधि सकिन्छ नि होइन, 10 वर्ष बोर्न हो भने 10 वर्ष समाप्त हुन्छ नि, 10 वर्ष पछाडि हाम्रो कति पैसा आउँछ होइन, उसले कति पैसा फिर्ता दिन्छ त्यसलाई हुन्छ म्याच्युरिटी भ्यालु। कम्पनीले फिर्ता गर्दाखेरि पारमा पनि फिर्ता गर्न सक्छ, डिस्काउन्टमा पनि फिर्ता गर्न सक्छ, र प्रिमियममा पनि फिर्ता गर्न सक्छ है, जसलाई भन्छ म्याच्युरिटी भ्यालु। अन्तिममा उसले हामीलाई कति फिर्ता दिन्छ होइन, त्यसलाई भन्छ म्याच्युरिटी भ्यालु। यो भनेको सिम्पल फिचरहरू हुन् है बोन्डको। र टाइप अफ बोन्ड, यसका प्रकारहरू हेरौँ है त। बोन्ड पनि अब धेरै प्रकारका हुन्छन् होइन, कस्तो कस्तो हुन्छ भन्ने विषयमा हेरौँ। फर्स्टमा छ कुपन बोन्ड विथ फाइनाइट म्याच्युरिटी अथवा रिडेबल बोन्ड भन्छ होइन। यो विषयमा हामीले यसका फिचरहरू पनि हामी पढ्छौँ, यसको मूल्याङ्कन कसरी गरिन्छ भन्ने विषयमा पनि हामी पढ्छौँ है। अर्को छ सेमी एनुअल कुपन बोन्ड। अर्को छ जिरो कुपन बोन्ड। र अर्को छ पर्पेचुअल बोन्ड अथवा एरिडेबल बोन्ड। अर्को छ कलेबल बोन्ड होइन। यति पाँचवटा बोन्डको विषयमा हामीले अध्ययन गर्छौँ होइन। अब म यसमा चाहिँ छुट्टा छुट्टै होइन, यो एक नम्बरमा छ कुपन बोन्ड विथ फाइनल म्याच्युरिटी, यो कस्तो खालको बोन्ड हो होइन, यसको मूल्याङ्कन कसरी गरिन्छ भन्ने विषयमा हामीले हिसाबपाती गर्छौँ है। सेमी एनुअल कुपन बोन्ड भनेको कस्तो हो होइन, यसको कसरी मूल्याङ्कन गरिन्छ। जिरो कुपन बोन्ड भनेको कस्तो हो, कसरी मूल्याङ्कन गरिन्छ। पर्पेचुअल बोन्ड भनेको कस्तो हो, कसरी मूल्याङ्कन गरिन्छ। कलेबल बोन्ड भनेको कस्तो हो, कसरी मूल्याङ्कन गरिन्छ। यसको विषयमा अलग अलग नै हामीले के गर्छौँ, चर्चा गर्नेछौँ। भ्यालुएसन बोन्ड, अब यसको मूल्याङ्कन चाहिँ कसरी गर्ने त होइन। कुपन बोन्ड विथ फाइनाइट म्याच्युरिटी। अब यसमा हेरौँला, भ्यालुएसनको पहिलो नम्बरमा छ कुपन बोन्ड विथ म्याच्युरिटी। अब हामीले पाँचवटा प्रकारका छन् नि त होइन, पाँचवटा प्रकार मध्ये एउटा छ हाम्रो कुपन बोन्ड विथ फाइनाइट म्याच्युरिटी। अब यो कस्तो खालको बोन्ड हो त भन्दाखेरि यसको फिचरहरू हेरौँ है त। यसको फिचरहरू हेरौँ। फिचरहरू भनेको यी चारैवटा फिचर, अघि हामीले सिम्पल फिचर पढ्यौँ नि, यी चारैवटा विशेषताहरू भएको बोन्डलाई चाहिँ के भन्छ, कुपन बोन्ड विथ फाइनाइट म्याच्युरिटी भन्छ। जसको फेस भ्यालु हुन्छ, कुपन इन्ट्रेस्ट रेट हुन्छ, म्याच्युरिटी पिरियड हुन्छ, म्याच्युरिटी भ्यालु हुन्छ होइन। यस्तो खालको बोन्ड आज हामीले पर्चेस गऱ्यौँ, पर्चेस गरिसके पछाडि वर्षपछि हामी ब्याज प्राप्त गर्छौँ। एउटा समय अवधि पश्चात चाहिँ हामीले त्यो बोन्ड फिर्ता पाउँछौँ भने जसलाई चाहिँ हुन्छ कुपन बोन्ड विथ फाइनाइट म्याच्युरिटी भन्छ, त्यस्तो खालको बोन्डलाई है। अब यसको मूल्याङ्कन कसरी गर्ने भन्ने विषयमा हेरौँ। मेरो एउटा फर्मुला छ यसको है, भी0 इज इक्वल टु आई इन्टु पिबिआई अफ ए आई पर्सेन्ट कमा एन प्लस एम इन्टु पिबिआई अफ ए आई पर्सेन्ट एन। यो फर्मुला हामीले एप्लाई गरे पछाडि के हुन्छ, यसको कति मूल्य रहेछ भन्ने कुरा चाहिँ हामीले जानकारी लिन सक्छौँ। यो बोन्ड भनेको त हाम्रो लागि त एसेट्स भयो होइन। एसेट्स भने पछाडि अब हामीलाई के दिमागमा आउँछ भने एसेट्स हो, एसेटलाई अब प्रयोग गरिसक्यो, प्रयोग गर्दै जाँदाखेरि यसको मूल्य घट्छ भन्ने दिमागमा आउला होइन। त्यो चाहिँ के हो भन्दाखेरि त्यो कस्तो खालको एसेटमा लागु हुन्छ भन्दाखेरि रियल एसेटमा मात्रै हो त्यो चाहिँ होइन। हुँदैन, रियल एसेट हामीले पर्चेस गऱ्यौँ, त्यसलाई युटिलाइज गर्दै गएपछि त्यसको भ्यालु घट्छ होइन। डिप्रिसिएसन हामीले घटाउँदै जानुपर्ने हुन्छ है। डिप्रिसिएसन घटायो भने त्यसको भ्यालु के हुँदै जान्छ, घट्दै जान्छ। त्यसलाई प्रयोग गरेको कारणले भन्छौँ होइन। त्यो त्यसरी मूल्याङ्कन गरिन्छ। तर यो फाइनेन्सियल एसेट भनेको त्यस्तो हुँदैन, यसमा डिप्रिसिएसन भन्ने कुरा आउँदैन। यसको भ्यालु के हुन्छ, कहिले घट्ने कहिले बढ्ने भइरहन्छ होइन। मार्केटको इन्ट्रेस्ट रेटको कारणले गर्दाखेरि के हुन्छ, कहिले बढ्ने कहिले घट्ने भइरहन्छ। त्यस कारणले गर्दाखेरि हामीले यो फर्मुला लगाएर के गर्नुपर्ने हुन्छ, यसको मूल्याङ्कन गर्नुपर्ने हुन्छ। जसमा वेयर भनेको अ, जसमा तल हेरौँ,
के त भन्दाखेरि V0 भनेको प्रेजेन्ट भ्यालु अफ बोन्ड भनेको यो बोन्डको अहिलेको मूल्य है, जसलाई V0ले सङ्केत गरिन्छ। आई, अब यो आई भनेको के भन्दाखेरि आई भनेको कुपन एमाउन्ट होइन। कुपन एमाउन्ट भनेको हामीले वर्षै पछि जुन हामी ब्याज प्राप्त गर्छौँ है, त्यो ब्याजलाई भन्छ कुपन एमाउन्ट, जुन चाहिँ हामीले रुपिजमा लेख्नुपर्ने हुन्छ है। अनि अर्को छ स्मल आई, यहाँनिर स्मल आईको पर्सेन्ट छ नि, यो भनेको मार्केट इन्ट्रेस्ट रेट है। मार्केटमा अहिले ब्याज दर कसरी चलिरहेको छ होइन, त्यो जसलाई रेट अफ रिटर्न पनि भन्छ है। यो रेट अफ रिटर्न पनि भन्छ, मार्केट रेट पनि भन्छ, इल्ड टु म्याच्युरिटी पनि भन्छ। यसको नाम चाहिँ धेरै छ होइन। इन्ट्रेस्ट मार्केट इन्ट्रेस्ट रेट भनौँ, रेट अफ रिटर्न भनौँ, मार्केट रेट भनौँ, इल्ड टु म्याच्युरिटी भनौँ भने हामीले के गर्नुपर्ने हुन्छ, त्यसलाई आई भनेर सङ्केत गर्नुपर्ने हुन्छ स्मल आईले है। अनि एन्ड, अर्को यो एन्ड छ नि, यो एन्ड भनेको म्याच्युरिटी पिरियड हो होइन। कहिले म्याच्योर्ड हुन्छ होइन, त्यो के हुन्छ त्यो हामीले यसमा लगाउने है। अनि अर्को छ म्याच्युरिटी भ्यालु, यहाँनिर एम लेखेको छ नि, यो भनेको हाम्रो म्याच्युरिटी भ्यालु हो। भनेको मतलब जब म्याच्योर्ड हुन्छ, म्याच्योर्ड भइसके पछाडि पब्लिकले कति पाउँछ त अन्तिममा होइन, त्यसलाई हुन्छ म्याच्युरिटी भ्यालु भन्छ। म्याच्युरिटी भ्यालु भनेको हामीले पारमा पनि पाउन सक्छौँ, प्रिमियममा पनि पाउन सक्छौँ र डिस्काउन्टमा पनि पाउन सक्छौँ है त। र यसको मूल्याङ्कन गर्ने तरिका चाहिँ अब हाम्रो अर्को भागमा हेर्नेछौँ है। आजलाई चाहिँ यति नै है त, हस्, थ्याङ्क यू।